हौ केटाकेटी हो हेरौँ है हेरौँ लिची म चाहिँ लिची हेरेर भन्दा पनि लिचीको नि साइज हेरेर धेरै एक्साइटेड भएको क्या हेर्नु त यो चाहिँ हाम्रो सानबाले कहाँबाट भन्नुभएको है 5 थर हो कि 13 थुमबाट ल्याउनु भएको कि कत्रो कत्रो छ क्या म चाहिँ एउटा हाम्रो धनकुटा हो नि त अनि त्यता चाहिँ यत्रो यत्रो पनि ठुलो हुन्छ के त्यसलाई त्यता चाहिँ यत्रो यत्रोलाई ठुलो भन्छ यहाँ हेर्नु साइज डिफ्रेन्स हेर्नु क्या कति खुसी भएको थियो नि मलाई चाहिँ यस्तो आँप लिचीहरू कति खानु मनपर्छ कि फेरि हेर्नु मैले ठुलो ठुलो झन् धेरै छानेर राखेको यस्तै भिडियो बनाउँछु भनेर अब म खान्छु यो चाहिँ मेरो मुखबाङ टाइपको हो क्या तर म साँच्चीकै यो लिची हेरेर कति धेरै खुसी भयो भनेर नि म हिजो आउनुभएको थियो यो मोबाइलको क्यामेरा राम्रो भएको हेर नि योभन्दा पनि राम्रो आउँथ्यो नि भिडियो लुक एट दिस यो बेसीमा बस्ने मान्छेलाई नि हेर त घर यिनीहरूले साउन्ड नगर्ने दिन हुँदैन यार पहाडको लिची अलिकति हल्ला आएको थियो त्यो भएर अहिले रोकेर कराएँ हेर्नु आज कति भने असार 20 गते हो क्या असारमा अब आँपहरू पनि सकिने बेला आइसक्दा यतिको राम्रो लिची खानु पाउनु परेछ हो भगवान् दाना चाहिँ यत्रो मात्र है यो म लास्टमा खान्छु ल ठुलो चाहिँ अब यिनीहरूको पालो यिनीहरू म यो भाइहरू छ कि यस्तो हल्ला गर्छन् गड फेरि अर्को लिची आइसक्यो अहिले मेरो मुखमा जान्छ यसको चाहिँ दानै ठुलो रहेछ उहाँको चाहिँ अफिसमा थियो अरे क्या अनि टिपेर ल्याइदिनु भएको अब यसको पालो आयो है त साथीहरू हो अनि त्यसपछि ठुलोको पालो आउँछ सो ह्याप्पी मैले यस्तो आँप लिची खानु चाहिँ साह्रै नै मनपर्ने क्या मैले अस्तिकै लिची खाँदाखेरि यो चाहिँ यो पालेको अन्तिम लिची होला भन्दै खाएको थिएँ तर होइन रहेछ यो चाहिँ रहेछ अहिले सानो सुरुमा खान्छु अनि चाहिँ ठुलो यही राखेँ मैले यो सानो पनि ठुलै छ नि हाम्रो बेसीमा चाहिँ यतिको सबैभन्दा ठुलो भनिन्छ क्या हाम्रो बेसीतिर चाहिँ यो पाउनु पनि धेरै लाग्छ मतलब ठुलो भन्ने लाग्छ अनि यसको हाम्रोतिर चाहिँ दानै ठुलो हुन्छ क्या पुरै मासु मासु कति मात्र दाना बेसीमा यस्तो हुँदैन फाइनली यसको पालो आइसकेको छ गाइज हेर्नु है कत्रो चाहिँ छ त वाउ मलाई कति माया लागिसक्यो यार म यो राख्नु मन थियो तर के गर्नु खानैपर्छ होइन खाइहाल्छु ओ माइ गड कत्रो क्या म यस्तो सानो लिचीहरू भएको त्यतिकै एक्साइटेड पनि हुन्छु होला तर यो चाहिँ बिग जायन्ट लिची लास्ट हो मेरो
अन्तिम लिची यो सिजनको सक्कु यति भन्दै म बाई बाई भन्न चाहे। मेरो चार्जर